दाइ जोरी दिएको है माइला देवरलाई हाम्रो छिम्चेलाई है मेरो आमाले चाहिँ दाइजरी दिएको रे दाइ जोरी जाइन म भोलि एउटा बाउले के निकाल्छ न सरी हाम्रो चाहिँ यस्तै छ झोला उदीबाट नि अलैँचीको डल्लाहरू निस्किन्छ है साथीभाइ हो एकदम हेरिदिनु होला तपाईँहरूले ओइलो हेर अब्बै अलिकति हो क्या बेसी अलैँची खानु तँले खाइदेला मेरो अलैँची होइन रित्तै रहेछ मैले हेरेको नि त गुल्ले बसै भएन रित्तै गुले के पस्यो सेतो थियो अहिले त के पस्दै अझै मात्रै टिप्नु हुन्छ यो त बिउ निकालेको हुन्छ होइन कि अब अलैँची त फलेछ बढेको भाइले बेच्न सबै रित्तो भयो चाहिँ बोरिङ हुन्छ है माइले छक्क बस्यो तल त उही मैले गोठ गाई ल्याउँदै थाहा छ मलाई अहिले हेर्नु यति चाहिँ पुर्लुक्कै लडेर वर्ष एक झ्याङमै हुन्छ होला हौ यति जनै कति अरे यति निस्किन्छ बेसी आउँछ नि महाराज के के कुरो गर्छ होइन एक झ्याङमा यति आउँछ भनेको ए बेसी आउँछ नि दाजु त्यो फलेकोमा त बेसी आउँछ भाइ यो के अरे लिपर सब उखाल्नु हो नि माइला अहिले पुरा भन्नु नि होइन भित्रको मात्रै हो बाहिर के किन हुन्छ तिमीले भन् तपाईँले भने राम्रो यस्तो भएछ माथि काटेर चाहिँ रुख जस्तो बनाउनु नि त्यस्तो बनाउनु पर्यो तपाईँले राइट कुरा सिकाउनु आयो यो लिपर अझै 13 पट्टि रोपिदिने होच्चेरमा रहेछ त उही त्यहाँ चाहिँ एउटा लेखा लाउँछ डिजाइन बनाएर दाइ जरी दिएको है होइन नि ओइ दाइजर दिएको होइन कि बाजु नानी उता लिएर जाऊ भाइ त्यो लिएन आउँछ यो कोदाल बनाउने माइला बजेलाई दाइ जरी दिएको है